मलाई धेरैजनाले सोध्नुहुन्छ के कति एमाउन्टमा रक्सी खाँदा सेफ हुन्छ भनेर। तर WHO को अनुसार एक थोपा रक्सी पनि सेफ हुँदैन। रक्सी नेपालको तेस्रो ठुलो क्यान्सरको कारण हो। पहिलो स्मोकिङ र दोस्रो मोटापा। अझै 16% ब्रेस्ट क्यान्सर त सिधै रक्सीले गर्दा हुन्छ। कतिपय पुरानो मेडिकल बुक्सहरूमा वाइनले राम्रो कोलेस्ट्रोल यानी कि एचडिएल लाई बढाएर मुटु रोग कम गर्छ भनेर लेखिएको छ। तर 2023 को स्टडीले यसलाई गलत साबित गरिसकेको छ। हप्तामा 1-2 चोटि खाँदाखेरि के हुन्छ र हुन्छ, त्यसले पनि क्यान्सरको रिस्क सिग्निफिकेन्टली बढाउँछ। अल्कोहल खाँदा रमाइलो हुन्छ होला, तर क्यान्सर भएका मान्छेहरूलाई सोध्नुहोस् त के त्यो रमाइलो वर्थ इट थियो। कसैले भन्छन् के मैले 30-40 वर्षदेखिबाट रक्सी खाइरहेको छु र मलाई केही पनि भएको छैन, तर उसले केही नखाँदा पनि क्यान्सर भएको छ त। म यी मूर्खहरूलाई के भन्न चाहन्छु भने रक्सीले क्यान्सरको जोखिम 30 देखि 500% बढाउँछ, तर जोखिम भनेको सम्भावना हो, निश्चितता होइन। रक्सी कम गर्नु राम्रो सुरुवात हो, तर हेल्थ राम्रो गराउनु छ भने पुरै छोड्न पर्छ। पानी कति अन्डररेटेड भएको छ। यदि चियर्स गर्न छ भने पानीसँग गर्नुस् न।